चाहिँ भर्खर हामी चाहिँ चन्द्रगिरीतिर घुम्न गयौँ होइन। त्यही भएर आज मेरो स्वर एकदम भाँसिरहेको छ, किनभने काठमाडौँमा अहिले पोल्युसनले गर्दाखेरि जो पनि मान्छे बिरामी छ, जसलाई पनि टन्सिल छ, टाउको दुखाइ छ, रुगा खोकी एभ्रिथिङ नट वेल नै छैन, सबजना बिमारी छ होइन। तर पनि हामीले चन्द्रगिरी जाने प्लान गऱ्यौँ। चन्द्रगिरी म लास्ट टाइम 2017 गएको, जस 9 वर्ष हुन आँट्यो होइन। अनि आफ्टर 9 years वी वेन्ट होइन। हामी चाहिँ जम्मा 4 जना गयौँ, म, मेरो हस्बेन्ड, मेरो नन्द, मेरो भाइ, हामी 4 जनाको टिकट ल्याएको थियो मेरो हस्बेन्डले। अनि हामीले केबल कारतिर चढ्यौँ होइन। यो चाहिँ केबल कारमा खिचेको भिडियो मैले नै खिच्न लगाएको, उनीहरू नमानेपछि उनीहरूको चाहिँ मैले आफै खिचिदिएको। दे आर अनोन अबाउट दिस। तर मेरो हस्बेन्डलाई थाहा छ मैले खिचिरहेको छु भनेर। अनि यो चाहिँ हेर्नु केबल कारबाट खिचेको बाहिरको ग्रिन इन्भाइरोमेन्ट होइन, ग्रिनरी भनौँ न, नट इन्भाइरोमेन्ट। अनि यो चाहिँ यो तालचा चाहिँ एउटा रिलिजियस बिलिफ रहेछ होइन। यसमा चाहिँ केही लेखेर आफ्नो इच्छाहरू पुरा हुन्छ भन्नुभयो, तर मैले चाहिँ ट्राई गर्नु पाएन, सरी। अनि यो मन्दिर अगाडि फोटोसोटो खिच्यौँ, टिका लगायौँ होइन। अनि यो चाहिँ खोइ कुन चाहिँ गाडी रहेछ, त्यही साइडमा बसिरहेको रहेछ। मैले यतिकै ड्राइभिङ गरे जस्तै गरेर खिचेको, तर मलाई खासै आइडिया चाहिँ छैन। आई एम नट हुन्छ नि यस्तो कुरामा, नो आइडिया। सो अनि यहाँ चाहिँ दाजु बहिनी लाइक म, मेरो हस्बेन्ड र मेरो नन्द चाहिँ हर्स राइडिङ गरिरहेको छ होइन। अब जे भए पनि आएर नयाँ कुरा एक्सपिरियन्स गर्नु पऱ्यो। तर म र मेरो भाइले चाहिँ गरेर तबसम्म म चाहिँ यस्तो पुरा बुमरेङ गरेर बसेँ। अनि लास्टमा चाहिँ पछौरीलाई यस्तो पछाडि फर्काएर त्यो जलसाको गीत छ नि, हेर बतासले सुसिल्दै भन्ने, त्यो माथि त गर्नुलाई त्यो चाहिँ मैले 4 टेक जति गरेँ। अनि लास्टमा मैले नन्दसँग एउटा इङ्ग्लिस सङमा भिडियो गरेँ। अनि हामी घर फर्क्यौँ। सो हेभ अ गुड डे गाइज।